हजुरबा अहिले चाहिँ घन्टी बजाउने कि घाम ताप्ने? नयाँ प्रवचन त पीडित प्रतिशत साँधे राज्यले प्रतिशत साँधेर त रविले दुःख चाहिँ कष्ट दिएको हुनाले त्यो मैयाले र उसको चहल पहलले गर्दा अहिले घन्टीमै हो। फेरि बुढाबुढीलाई त तपाईँ त बुढाबुढीमा पर्नुभयो होइन, हजुरलाई चाहिँ फेरि अब एमाले भत्ता दिएको भन्छन्, फेरि के हो फेरि त्यस्तो विश्वासघात गर्नु नि हो कि? भत्ता एमाले दिएको होइन बाबु, एकजना पूर्वतिरको तामाङ जातिको हुन् कि किराँती कुन जातिको हुन् या गुरुङ एक के जातिको हुन्, ती महिला चाहिँ जापानमा काम गरिरहेछन्। हजुर 15 वर्ष अघि वृद्ध आश्रममा काम गरिरहेछ तिनले। तिन नेपाल आइछन्। हजुर नेपाल आएपछि उहाँ यस्तो यस्तो छ वृद्धलाई सम्मान गरेर भत्ता दिन्छ, यहाँको सरकारले नदिने भनेर उनले कुरो गरिछन्। त्यो कुरो बुद्धिमान तामाङले सुनेछ। बुद्धिमानको कानमा सुनेछ र उसले चाहिँ त्यतिखेरको राष्ट्रिय पञ्चायत बैठकमा उसले कुरो उठाएछ। उठाएपछि त्यति ठगित रहेछ, त्यही कुरो सुनेर मनमोहनले सुरु गरेको राज्यको पुलिस सरकारले दिएको बयान दिएको होइन, हाम्रै कोषको पैसा हाम्रै कर उठाएको पैसा हो नि, कसैले दिएँ भने ठुलो हुनु पर्दैन। त्यसको मैले बुझेँ, मैले सुनेको कुरो यही हो। त्यसको मतलब यो हाम्रो यो चाहिँ भत्ता आएको पैसा हाम्रो राज्यकै हाम्रै पैसा है? हामीले कर तिरेको पैसा हो। मतलब कुनै पार्टीले कसैले दया मायाले दिएको होइन हो। थालनी कसले गर्यो भन्नु न पहिला। हालानी गरेको त्यो एउटा महिलाबाटले उसले कुरो सोराएर बुद्धिमान तामाङले प्रस्ताव राख्यो। मनमोहन अङ्कल सोध्नु त, यहाँ त होइन भन्नुहुन्छ एमाले दिएको भन्दा त बताउनु न। कानमा पुग्यो अनि पूर्व चौतारातिरका बुढाहरू मनमोहनलाई भेट्न आए। हजुर भेटेपछि ओहो म के गरेर सक्छु बुढा, तपाईँ बुढाहरूलाई यसो बैठकसँग बसिहाल्ला, एक कप चिया खाने उपाय गर्छु भनेर 100 रुपियाँ सबले एमाले दिया भन्छन् होइन, बुढाबुढी सबले एमाले मनमोहनले हो। मनमोहनले देख्नु एमाले दिएको नि होइन अङ्कल? प्रस्ताव राखेको चाहिँ मनमोहन प्रस्ताव लिएर आएको चाहिँ बुद्धिमान तामाङले हो अरे। हजुर 100 रुपियाँको सुरु गरेको होइन कि अङ्कल, होइन कि हजुर भाइ सुन्नु त, तपाईँ जस्ता बुढाबुढीले के भन्छन् भने हामी त एमालेलाई भोट ठोकिन्छ, हामीलाई एमाले भत्ता दिएको, एमाले बुढेसकालको सारा हो भनेर सबले भनिरहेछन्, तपाईँले फेरि यस्तो भन्नुहुन्छ होइन अङ्कल? चेतना नआएर हामी पञ्चायतमा जन्मिएका हौँ। हजुर राणाकालमा जन्मिएका हौँ। हजुर पञ्चायतमा हुर्केको काङ्ग्रेसको हुन्छ भन्दै यहाँसम्म आइयो। हजुर हाम्रो उपलब्धि हामीलाई केही सुविधा छैन, देशको विकास छैन, शान्ति सुरक्षा छैन। हजुर त्यस कारणले अब नयाँ आएको पढे लेखेको युवकले गर्छु भनेको छ, युवकलाई चाहना दिनुपर्छ। मेरो भनाइ यति हो। मतलब उसले एमालेलाई भोट नहाल्ने अङ्कल? किन हाल्ने, भोट आफ्नो इच्छा कुरो हो। एमालेलाई हाल्नु पऱ्यो कि अङ्कल? अब आइरहनु पर्यो। त्यस्ता बुढापाका मान्छे भएर बुढापाकाको सङ्गत गर्नु पर्यो, हुँदैन? एमाले नामको मात्रै भयो, कामको भएन क्या। केपी ओली जस्तो टाठो बाठो बुद्धिमानी कोही छैनन् भन्छन्। त्यस्तो जनता डहनी हुन्छ को छ र भन्नु त? केपी ओली बराबर टाठो बाठो मान्छे अहिले नेपालमा त्यसलाई बाठो भने नि त्यो मान्छे कुरो नबोल्ने पटपट कुरो बोल्नेमा त्यो त सत्तै जाने युवकहरूको हुनहारी विद्यार्थीहरूको हत्या हुँदाखेरि एक फेर त्यो घाइतेहरूलाई भेट्न कुनै नेताहरू पुगेन। माया नभएको रहेछ, दया नभएको रहेछ। केपीले त मैले त राष्ट्रको बारेमा धेरै काम गर्नुभएको छ त। केपीले त भारतको नाकाबन्दीमा काम गर्नु, पैसा डढाए, त्यता पैसा डढाए, त्यत्र पैसा उडाए, विदेशमा राखे हान। सब नेताहरू त्यस्तै, यसभन्दा बुढा नेता पाए जम्मू त्यस्तै रहेछ। माओवादी एमाले काङ्ग्रेसको ठुलो नेताहरू जम्मा विदेशमा पैसा राख्ने, घरमा थुपार्ने, आगो लगाएर आवतार्ने। फेरि यस्तो भन्छन् नि हजुर बुवा, फेरि कस्तो भन्दाखेरि अब बुढा पुरानाहरूले देशलाई राम्रोसँग चलाउन सक्छन्, बुझिया हुन्छन्, अहिलेका नयाँहरूले थाहा हुन्नन्, देशलाई फेरि डुबाउँछन्, यिनीहरूले आगोतिर गर्छन् भन्छन्। पढाइ स्तर के भयो भने अहिले केटाहरू टेक्निसियन छन्। हजुर विज्ञानको चमत्कार छ अहिले। सभापति को हुन्छ भन्दिनु न मलाई। सभापति काङ्ग्रेसको काङ्ग्रेस सभापति देउबै हुनुहुन्छ। गगन थापा म हुन्छु भन्ने भनिरहेको त काम गर्नु छ। गगन थापा हातमा के अरे काङ्ग्रेसको पनि काङ्ग्रेस दिन्छ। हजुर बुढालाई नदिने भन्छ नि, फेरि बुढालाई किन भन्नुभयो तपाईँले? होइन बुढो भयो नि, यो बेला दिनु पर्यो, यो बेला उसको रुखको चिन्ह त उसले दर्ता गरिसकेको छ। कहाँ जान्छ त्यसै? अब अङ्कल जे भए पनि भोट चाहिँ हाम्रो सूर्यमा हाल्नुपर्छ होइन अङ्कल? म त हाल्दिनँ। ल अङ्कल धन्यवाद है। म त हाल्दिनँ।